हजुर बिगार छटा मिसिन खास कि थालामा ल यो यति कमर कमर छ यो ठ्याक्कै नाप्दा चाहिँ मेरो चाहिँ यहाँ भनेपछि 1 मिटरको खाल्टो यो 1 मिटर सुन्तला रोप्ने खाल्टो चाहिँ हो गोलो पनि 1 मिटर गहिरो पनि 1 मिटरको छ यहाँ चाहिँ गुणस्तरीय खाल्टो भने चाहिँ यस्तोलाई भनिन्छ अलि यताबाट देखाउन त्यो यो गहिरो यहाँ तल 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 यो चाहिँ यसरी बनाएको यो सर्लक्क यहाँ आधीसम्म चाहिँ जङ्गलको माटो हाल्ने त्यसपछि आधी चाहिँ मल लाउने अनि त्यसपछि माथि चाहिँ जङ्गलको माटो मल मिसाएर माथि बिरुवा रोप्ने यो चाहिँ अहिलेको समयमा आधुनिक विधि ल ढुङ्गै ढुङ्गा निस्किया कति गाह्रो भयो खन्नलाई घाम चर्को छ त्यही माथि वैशाखको घाम अझै तलतिरै बाँकी रहेछ ल यो चाहिँ सुन्तला रोप्ने खाल्टो यस्तो सफा छ 2 3 4 5 6 7 8 नै बाँकी छ यो गरामा यसरी खाल्टो यो 2 बेसरी ढुङ्गा निस्क्यो फेरि चाहिँ ल आज र भोलिमा खाल्टो खन्ने काम सम्पन्न हुन्छ यहाँ भनेर यो भिडियो म बनाउँदैछु यस्तो खाल्टो ल पर्लयको खाल्टो पुरै यस्तो यो चाहिँ खाल्टो अलि राम्रो छैन रहेछ यो ढुङ्गा ढुङ्गा गिर्खा छ यस्तो माटो निस्क्यो त्यसपछि यहाँ यस्तो माटो छ यस्तो खाल्टो यो निकै भयङ्कर देखिन्छ यो खाल्टो तलसम्म हेर्दा माटो राम्रो छ यो यत्रो ढुङ्गा फोरेर ढुङ्गा निकालेर चाहिँ नि यो पुरै खाल्टो बनायो अब यो ढुङ्गा तलाउने कसरी
लगभग बाटो राम्रै छ। यस्तो ढुङ्गा निस्क्यो, खाल्डो चाहिँ यस्तो गहिरो खाल्डो बन्यो। यसरी यस्तो ढुङ्गा निस्केछ। यो चाहिँ बाटोको गरा, यहाँ चाहिँ बाटोको गरा भएर यहाँ अलि ग्याप छोड्यो। यस्तै पुरै ढुङ्गै ढुङ्गा। यस्तो छ, यहाँ चाहिँ यस्तो ढुङ्गा निस्क्यो। लाग्यो खाल्टो। यस्तो छ, यहाँ तल्लो गरा छ अर्को।